नमस्कार सबैजनालाई म आरती पाण्डेको तर्फबाट आज चाहिँ हामी यहाँ आएको छौँ नयाँ बाइक लिनको लागि। यहाँ चाहिँ लेग आर्टहरू फिट गर्न जानुभएको छ उहाँ चाहिँ बाहिर, म चाहिँ यहाँ बाहिर बसेर कुर्दैछु। उहाँले लिएर आउनुहुन्छ होला सायद भन्ने सोचिरहेको छु। लेग आर्ट फिट गर्न लेग आर्ट र कम्पनीले चाहिँ फ्री हेलमेट दिने रहेछ नि त, अनि त्यही भएर चाहिँ उहाँ भित्र जानुभएको छ। त्यो भाइले चाहिँ निकाल्दैछ। भाइले चाहिँ यहाँ ल्याएर राखियो, अब बाहिरै निकालिदिँदो रहेछ। लेग आर्ट फिट गरिसकेपछि चाहिँ भित्र चाहिँ फिट गरिसकेर अनि बाहिर लिएर आएको होला। अनि भगवान्जी चाहिँ उता हेलमेट लाउँदै हुनुहुन्छ, अनि त्यहाँ गफ पनि हुँदैछ। त्यो हेलमेट लाउँदै हुनुहुन्छ नयाँ। उहाँ चाहिँ एकदम एक्साइटेडै हुनुहुन्छ, उहाँ चाहिँ आउँदै हुनुहुन्छ। त्यहाँ चाहिँ मलाई रोक्नुहुन्छ होला सायद लानलाई। म पनि नयाँ चढ्न एकदमै एक्साइटेडै छु। साथीहरू अझै खै के मिलेन पनि एकदम ध्यान दिएर हेर्दै हुनुहुन्छ है साथीहरू। के भइरहेछ? आउनुभयो है, उहाँ चाहिँ आउनु हो, उहाँ चाहिँ चढ्दैछु। हामी चाहिँ म चाहिँ चढेँ साथीहरू। एकदमै रमाइलो फिल भइरहेछ। नयाँ लिँदाखेरि खुसी पनि, अनि पुरानो छोड्नु पर्दा दुःख पनि। एकदमै खुसी हर्षका साथ हामीले चाहिँ बाइकलाई लिएर आयौँ। यहाँ चाहिँ सोरुम छ, हामीले चाहिँ गट्ठाघरको सोरुमबाट चाहिँ लिएका थियौँ। भित्र पुग्नु पऱ्यो, देखाउन लानु पऱ्यो नि त। अनि हाम्रो पुरानो बाइक चाहिँ यहाँ छ। भगवान् सर चाहिँ भित्र जाँदै हुनुहुन्छ। भगवान् सर चाहिँ अनि न्यू नमस्ते अटो प्राइभेट लिमिटेड सेल्स लेखा ठाउँबाट चाहिँ हामीले लिएको थियौँ। र उहाँले चाहिँ भित्र लगेर एकछिन त्यहाँ काम भएकोले राख्दै हुनुहुन्छ। ओर्लिसक्नुभयो उहाँले चाहिँ। अनि यही हो, आजदेखि हामीले चाहिँ दस्ताखत गरेर चाहिँ हामीले चाहिँ पुरानो बाइकलाई चाहिँ यहीँ छोडेर गएको छौँ। अब अहिले तत्काल किन्ने मान्छे छैन नि, त्यही भएर उहाँले चाहिँ सबै रेस्पोन्स चाहिँ अहिले अब यो बाइक जे भयो नि दस्ताखत गरेर दिएपछि कम्पनीको जिम्मामा हुन्छ भनेर हामीले चाहिँ यो बाइकलाई यहीँ छोडेका छौँ। आई मिस यु सो मच बाइक, आजसम्म साथ दिएकोमा तिमीलाई थ्याङ्क यू सो मच साथीहरू। आजसम्म अहिले 7-8 वर्षसम्म चाहिँ हामीलाई साथ दियो र आजसम्म मात्र रहेछ हाम्रो यात्रा चाहिँ साथीहरू। यता अगाडिबाट चाहिँ अलिक देखाउन मिलेन, त्यही भएर चाहिँ मैले यसै गरी देखाइदिएँ। र मैले चाहिँ यो बाइकलाई चाहिँ यहीँनिर न्यू नमस्ते अटो प्राइभेट लिमिटेडमा छोडिदिएको छु। र मैले सोधेको पनि थिएँ यहाँहरूको जिम्मा हुन्छ कि के हुन्छ, दस्ताखत भनेको त नामसारी होइन भन्ने कुरा गर्दाखेरि उहाँहरूले चाहिँ ठिक छ यो डिलरबाट लिएपछि ढुक्क रहनुहोस् भन्ने कुरा गर्नुभयो। मैले पनि ठिक छ भनेर त्यस कुरालाई चाहिँ माने र मैले हाम्रो प्यारी बाइकलाई चाहिँ छोडेर जाँदैछु। नयाँ बाइकको वेलकमसँगै पुरानो बाइकको बिदाईमा चाहिँ म एकदमै दुखी छु। यतातिर चाहिँ अब क्रस गरेर जाउँ भनेको अलिकति भिडभाडै छ, त्यही भएर चाहिँ म यता आइरहेको छु, जाँदैछु। दस्ताखत गरेर आउँदै हुनुहुन्छ उहाँले। अनि यही हो, यहीँनिर चाहिँ मैले शनाखत गरेर छोडिदिएको छु बाइक र नयाँ बाइक लिएको छ साथीहरू। थ्याङ्क यू सो मच, लभ यु अल, बाई।